गुड मर्निङ, शुभ बिहानी सबैलाई। आज चाहिँ म बिहान बिहान उठेर नुहाइ पनि गरिसकेको छु र आज चाहिँ भाउजूसँग मेरो दार्जिलिङ जाने काम छ। त्यही भएर चाहिँ बिहानै उठेर नुहाइ गरेको। अब एकछिनमा चाहिँ रेडी भएर निस्किनु पर्छ। आज चाहिँ म तपाईलाई देखाउँछु दार्जिलिङको कतिको अब भिडियो गर्नु पाउँछु। भिडियो गर्नु पाएँ भने चाहिँ तपाईहरुलाई म दार्जिलिङ देखाउँछु। आज चाहिँ मर्निङ आमा। आज त बिहान बिहान मेरो आमासँग भेटिरहेको छु आजकल है। उठ्ने बित्तिकै यति बेला अरू बेला भिडियो कलमा मात्रै बात हुन्थ्यो हो। अरू बेला चाहिँ गुड मर्निङ भिडियो कलमै हुन्छ। आज चाहिँ सँगै भयो। अहिले 2-3 दिन भइरहेछ सँगै है। रमाइलो पल हो कि होइन? आमा छोरीको रमाइलो पल। अहिले त बिहान सुत्दा पनि सँगै, बिहान उठेको टाइममा पनि सँगै, नभए चाहिँ खालि कोही बेला भिडियो कलमा, कोही बेला फोनमा बात हुन्छ हो। उही यहाँ बटाई रहेछ त। बटाई चढा रहेछ। बटाई चारवटा बटाई रहेछ। बटाई रहेछ त भनेको। अहिले चाहिँ हामी रेडी भएर नै आइसकेको छु। अहिले चाहिँ गाडी पर्खिनु बसिरहेको छु। गाडी आएको छैन। गाडी पाउँछ होला अहिले हामीले। यहाँ फुल यो पनि राख्नु पर्छ त। यो चाहिँ हामी पछि आएछ। यहाँ कालिन्चो पनि रहेछ। कुन चाहिँ कलरको कालिन्चो होला? यहाँ हेर्नु भाउजू, कालिन्चो पनि रहेछ कि यहाँ? कुन चाहिँ कलरको कालिन्चो होला यो है? आयो गाडी। रोकिए। पिकनिक बोर्ड आएको थिएँ। यहाँ पनि रहेछ रहनु चाहिँ। अफिसै कुन चाहिँ यो होइन रहेछ? सायद यो चाहिँ होइन रहेछ क्या।
यो चाहिँ होइन रहेछ तल छ अरे यो देख्दै गरेको चाहिँ हो कचहरी यो चाहिँ दार्जिलिङको कचहरी हो कता पस्नु यहाँबाट चाहिँ एन्ट्रेन्स रहेछ अघि चाहिँ हामी माथिबाट आएको थियौँ त्यही हो रहेछ हामी दुईजना चाहिँ यहाँ आइसकेको छु अफिसमा चाहिँ आइपुगेको छु तर यहाँ मान्छेहरू चाहिँ आउनुभएको छैन रहेछ किनभने हामी अलिकति छिटो आइपुग्यौँ भर्खर 9:30 हुँदैछ अहिले चाहिँ हामी अफिसबाट बाहिर आएको छु किनभने हामीलाई चाहिँ एफिडेभिट गरेर ल्याउनु भन्नुभएको छ त्यही कारण चाहिँ हामी जाँदैछु एफिडेभिट गराउनको लागि अब यता कता छ भन्नुहुँदै थियो त्यही हेर्दैछु हामी चाहिँ बाहिर एप्लिकेसन पूजा आँट्यो हो सिक्किम फर्मेटको लागि अहिले चाहिँ हाम्रो काम सकिन आँटेको छ भाउजूलाई चाहिँ एकछिन भित्र बोलाएर भाउजू चाहिँ भित्र जानुभएको छ म चाहिँ यसो यहाँबाट बाहिर रमिता हेर्दै बसिरहेको छु यही दार्जिलिङ बजार हो कति हो यो उयो यसमा पनि यो त राम्रो देखेन त्यो वाइट चाहिँ राम्रो देखेको थियो कि वाइट क्रीम कलर थियो त्यो है एकै पिस छ त्यो पनि क्रीम त्यो क्रीम क्या अघि मैले फर्स्टमा पनि यो चाहिँ मन पऱ्यो नि तपाईँलाई ठुलो भयो है लाटै कम्फर्टेबल लाग्छ आउनुहोस् है को कोलाई चाहिन्छ सस्तोमा दामी दामी रहेछ क्या हो पनि राम्रो राम्रो रहेछ ठिक्कको यो जूती लेनी थी चाहिँ सब 600 वाला रहेछ तर एकदम कम्फर्टेबल वाला जुत्ता यो चाहिँ अमलाई भुइँ अमला चाहिँ अहिले लन्च खानुको लागि पर्खिरहेको छु भोकले चाहिँ आँखा निस्केला जस्तो भएर है अहिले आएर चाहिँ हामी यहाँ बसिरहेको छु खाना खानुको लागि चिकन चिल्ली यहाँ छ लाछा पराठा यहाँ चाहिँ छ बिरयानी सफ्ट है अहिले चाहिँ हामी घर आइपुगिसकेको छु चाहिँ गलेर हत्तु भए त्यही भएर चाहिँ म चाहिँ अब खाना खाएर सुत्नु जान्छु दादाहरूले आमाले चाहिँ टिभी हेर्नुहुन्छ आज चाहिँ बनिएको रहेछ माछाको टाउकोको सुप र रोटी चाहिँ अब म खान्छु खाएर चाहिँ म चाहिँ सुत्छु म चाहिँ हत्तु भएँ
भगवान के गरेको यो यहाँको पाइप चाहिँ यहाँको बेसिनको पाइप चाहिँ निकालेर चाहिँ आज त बेसिनको पाइप त लिएर बसिरहेको रहेछ